साथीहरू स्वागत छ आजको अर्को भ्लगमा। आज चाहिँ म अझै गोठालो जाँदैछु। यहाँ हेर्न सक्नुहुन्छ अहिले बाख्रा त छैन, बाख्रा अघि गइसक्यो गाइस। कहाँ गयो हेरौँ है। सो हामी चाहिँ यहाँ सडकमा पुगिसक्यौँ गाइस। यो फिल्ड देख्नुभयो गाइस, यहाँ चाहिँ हामी क्रिकेट खेल्छौँ। यो चाहिँ हो गाइस, यहाँ हामी क्रिकेट खेल्ने, हेर्नुहोस्। अनि उता यो एउटा सानो मन्दिर पनि छ, त्यही देखाउँछु गाइस, ऊ त्यहाँ। अनि यो चाहिँ अगाडि चाहिँ भ्यू त अब देखिहाल्नुभयो, हेर्नुहोस् त। यस्तो ठाउँमा हामी खेल्छौँ गाइस। सो लागौँ गाइस, खै कहाँ गयो बाख्रा हेर। सो यहाँबाट हिमाल पनि देखिन्छ गाइस, अहिले त देखिरहेको छैन, ऊ त्यहाँ गएपछि देखिन्छ। सो तल रहेछ गाइस यहाँ बाख्राहरू, ऊ त्यहाँ हेरौँ है। ऊ यहाँ रहेछ गाइस अस्तिका बाख्रा, त्यो हेर्नु भएको छैन भने पहिले त्यो भिडियो हेरेर आउनु होला। यी हेर्नुहोस् गाइस, अस्तिको बाख्रा धौली यसको नाम गाइस। ए धौली, हेलो भन धौली, हेलो भन्यो गाइस। यो के भएको रहेछ धौलीको यो मुखमा, हेर्नु होला। अलि यसको कान यस्तै छ गाइस, हेर्नुहोस् त। र बाख्रा राम्रो हो गाइस, कान मात्र बिग्रिया हो, हेर्नुहोस् त। धौली भन्यो देख्यो। ऊ त्यहाँ माथि गोरु पनि छ गाइस, त्यो चाहिँ मेरो ठुला बाको घर हो गाइस, हेर्न सक्नुहुन्छ। सो हामी चाहिँ यस्तो ठाउँमा बस्छौँ गाइस, त्यहाँ हिमाल पनि देखिरहेछ। हो त्यहाँ हिमाल देखिन्छ गाइस, अहिले देखिरहेको छैन, अहिले सानो सानो होला खै। हो त्यो गाइस, त्यो सयपाल हिमाल हो सायद, त्यो दार्चुलामा पर्ने सयपाल जस्तो छ। सयपाल हो कि अपी हिमाल जस्तो छ सायद। तल जाऊँ गाइस, अब बाख्राहरू भागिसके, हामी यता हेरेको हेरे भने जस्तो भइसक्यो गाइस। हेर्नुहोस् त बाख्रा कति छिटो यहाँ आइपुग्यो, त्यहाँबाट आयो हुन् गाइस, ऊ त्यहाँबाट यति छिटै, 1 मिनट पनि भएको छैन। हेर्नुहोस् त कति दौडिरहेछन्, कस्ता बाख्रा हुन् यिनीहरू। हेर्नुहोस् त तल, खै कहाँ गए गाइस। सो यहाँ चाहिँ एउटा सडक पनि छ गाइस, त्यो सडकमा जाउँ। त्यो चाहिँ हाम्रो घर पछाडिको सडक हो गाइस। यो चाहिँ देउमा के भन्छ यसलाई, देहीमाण्डोबाट यो गिरेगाडा जोड्ने सडक हो गाइस यो। अब देखियो गाइस, हेर्नुहोस् त, त्यो अलि 1-2 गाडी मात्र चल्छ गाइस यो रोडमा। यो भन्दा तलको त्यहाँ देखिने चाहिँ त्यो पिच भइसक्यो गाइस, त्यो खै देखिन्छ, देखिँदैन होला। त्यहाँ हो तल त्यो रोड, त्यो चाहिँ पिच भइसक्यो, यो चाहिँ माथि पिच भएको छैन। यहाँ चाहिँ 1-2 गाडी मात्र आउँछ गाइस। कहाँ गइरहेछन् हेरौँ त। ऊ त्यहाँ यो ब्लग हेर्दै हुनुहुन्छ होइन गाइस, लाइक त गर्नु भएको छैन होला, गर्नुहोस्, लाइक गर्नुहोस् गाइस। तब त म अर्को भिडियो हाल्छु नि लाइक गरेपछि। कस्तो मुनि, हे मुनि, त्यो माथि हेरिसक्यो, हेर्नुहोस् त गाइस। त्यहाँ अस्ति त्यहाँ दाना दिएको थिएँ नि, हो त्यही दाना दिएको थिएँ गाइस, आज पनि त्यही गयो, हेर्नुहोस् त।
लाइक गर्नु होला गाइज, लाइक लाइक चाहिँ चाहियो है। गाइज म चाहिँ यहाँ आइसकेँ होइन। यहाँ चाहिँ भ्यू चाहिँ एकदमै राम्रो छ। अहिले चाहिँ हिमाल चाहिँ अहिले राम्रोसँग देखिरहेको छैन। ऊ त्यहाँ चाहिँ चराचुरुङ्गी गाइज। गाइज त्यो चाहिँ हाम्रो बाख्रा होइन। एउटा रमाइलो कुरा देखाउँछु। त्यो चाहिँ हाम्रो बाख्रा होइन, मेरो बाख्रा। हाम्रो भने मेरै बाख्रा हो। ल त्यो चाहिँ होइन, सबै बाख्रा त्यहाँ गयो। अनि अर्को बाख्रा हेर्नुहोस् त कहाँ गयो। हेर यो त धेरै धेरै अचम्मको कुरा हो गाइस। त्यहाँ चाहिँ तिनीहरू बाख्रा छन् होइन। ल अब अर्को बाख्रा हेरौँ है। अलि भ्यू पनि हेरौँ गाइस यहाँको कस्तो छ। त्यो माथिबाट देखायो सडक त्यही हो गाइस, तल देखिया त्यही। ल हेरौँ है बाख्रा कता गयो। ल ए धली धली गाइस, एउटा चाहिँ तल यहाँ पुगेको छ, खै कहाँ गयो गयो। हेरौँ है। ढल 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 ल हेरौँ है। ल खोइ ऊ त्यहाँ छ, हेर्नुहोस् त। त्यहाँनिर अरू बाख्रा चाहिँ ऊ त्यहाँ यो चाहिँ यति टाढा कस्तो मुनि। यो चाहिँ यो यसको पाठो होइन, यसको पाठो यो मुनि मुनि यो चाहिँ यसको पाठो। यो चाहिँ यसरी भाग्छ गाइस, हेर्नुहोस् त। यिनी पनि आइसक्यो गाइस। अर्को बाख्राहरू पनि पछाडि आइसक्या रहेछन्। हो ए हो बाख्रा भाग्ने। ए कलनगर धली पनि आइसक्यो गाइस। धली हेलो भन, कफ्रु हेलो भन। ए पनि हेलो भन त, हेलो भन, हेलो भन, हेलो भन्यो गाइस। कमेन्टमा हेलो लेख्नु होला। सो यो चाहिँ यहाँको खोला होइन। यहाँ चाहिँ कुखुरा भेटिन्छ गाइस। बिहान अनि बेलुका आयो भने यहाँ चाहिँ कुखुरा भेटिन्छ। खाने मन भए आउनु होला यहाँ कुखुरा मार्न। हामी त सक्दैनौँ, हाम्रो सक्दैनौँ जसरी पनि। कहाँ गइरहेको धौली? ए धौली, ए धौली कता गइरहेको धौली? यो चाहिँ कहाँ गइरहेको रहेछ धौली, खै भन त। सो अहिले चाहिँ म एक्लै छु गाइस वनमा। यो चाहिँ वन देखाइसकेँ। अनि मसँग चाहिँ मेरा सेनाहरू। ऊ त्यो चाहिँ अलि त्यो चाहिँ ऊ हो गाइस, जर्नल हो। के भन्छ, जर्नल नै भन्छ होइन, कमान्डर हो चाहिँ। अनि अरू कमान्डर पनि छ यहाँ। यो चाहिँ अर्को एउटा ऊ चाहिँ एउटा कमान्डर। यिनीहरू चाहिँ यसका सेनाहरू हो है। कालो जर्नल हेलो 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 बोल्दैन त हेलो। खैर पछि बोलिहाल्छ। हेलो गाइज, जाँदै कहाँ पुग्यो गाइज? यो यस्तो खोलामा पुग्यौँ होइन म चाहिँ। अब त्यहाँबाट चाहिँ ऊ त्यो बाख्राहरू यता फर्काउनु पर्छ त्यो घाममा। यस्तो ठाउँमा आइयो गाइस। त्यहाँ लानुपर्छ यिनीहरूलाई। कहाँ आयो गाइस यिनीहरू? ए यता हो जा, कहाँ हो तिमीहरू? जाऊ धौली, जा धौली, धौली जा, उता जा, जाऊ जाऊ त। कान पनि सुन्दैन, जाऊ त, जाऊ त, जाऊ। कान नै नसुन्ने, जाऊ त, जाऊ त, जातिर जाऊ त। ए घाममा जाऊ, जाऊ धौली।
ओली घाममा जाऊ ल यिनीहरू गइसक्यो होइन अब अर्को अघिको बाख्रा हेरौँ है कहाँ छ हेरौँ है ऊ त्यहाँ हेर्नुहोस् त एक्लै कहाँ गइरहेको दली यता त्यो आफ्नो बच्चा लिएर हिँडिरहेको छ हेर्नुहोस् त त्यहाँ छेजा जा है तल आऊ धौला तल आऊ कहाँ गइरहेको मुनि ए मुनि कहाँ गइरहेको मुनि भन त कहाँ गइरहेको क्यामेरामा ल भन त ल यसलाई पनि अब त्यही लाउँ होइन आऊ तल जाऊ आऊ चल हिँड तल हिँड तल ल यिनलाई पनि घाममा लगाउँ त है गाइस चलो सो यहाँ पुगिसक्यो गाइस यहाँको भ्यू हेर्नुहोस् त एकचोटि ओ माई गड यो चाहिँ महाकाली हो गाइस यहाँ चाहिँ महाकाली भ्यू हेर्नुहोस् त गाइस गजबको भ्यू छ है हेर्नुहोस् त गाइस मेरो गाउँ कस्तो छ राम्रो छ होइन अहिले चाहिँ म यो जङ्गलको बिचमा छु यो अनि यो चाहिँ भ्यू राम्रो छ हेर्नुहोस् त गाइस मैले के भेटाएँ कस्तो ढुङ्गा छ गाइस यो ढुङ्गा चाहिँ गाइस त्यो हतियारहरू के भन्छ त्यसलाई खैर जे भने पनि यसमा काम लाग्छ यो अनि के भन्नु